आलुदम बनिँदैछ हो। गेस्टले फेरि बेलुका आलुदम खाने अरे हो। यताको यहाँको दार्जिलिङपट्टिको आलुदम मिठो लाग्छ अरे हो। अन्त त्यही हो, आलुदम चाहिँ पाक्दैछ। अन्त एउटा अर्को चिज यहाँ पाकिसकेको छ हो, मासु पनि पाकिसकेको छ। अन्त यहाँबाट यता चाहिँ यो डाइनिङ भयो। यहाँ चाहिँ हाम्रो गेस्टहरू काठ खेल्दैछ हाम्रो भाइ र एन्जिल दिदीलाई खेला न काठ कसरी खेल्छ। कोलोका खेल्ने आयो खेल रहे है। अन्त यहाँ हाम्रो छ अन्त क्रिसमस त होइन तर पनि हामी जलाएर राखिदिन्छु किनकि उनीहरूले रमाइलो लाग्दो लाग्छ। क्रिसमसमा चाहिँ ज्यादा हुन्छ। र यहाँ यस्तो छ, यस्तो छ होमस्टे हो। उनीहरू खेल्दैछ, भित्र बसिरहेको छ। अन्त यो चाहिँ म हो, देख्छ यहाँबाट लाट पन्च जस्तो देख्छ। यहाँबाट पर देखेको चाहिँ लाट पन्चर हो। बेलुका राति भएर यस्तो छ, मौसम त्यस्तो क्लियर छैन। यो परको लिटल होमस्टे हो। यहाँबाट उधम लाइट देख्थ्यो, कम्ती देख्नु भइरहेको छ होला। त्यो चाहिँ टिस्टा ब्यारेज देख्छ। ल आजलाई यति नै।